हामी प्राइम लोकेसनमा भएको जाउँ। मौली बजारदेखि दक्षिणतर्फ यो बाटोबाट हामी चाहिँ अगाडि जान्छौँ। यो बजार हो, यो मौली बजार हो। यो बजार लाग्ने ठाउँ यो मौलीको चाहिँ मेन बजार हो। बजारबाट हामी दक्षिणतर्फ यहाँनिर रतनमडी चौधरी अङ्कलको घरको तर्फबाट चाहिँ यो बाटो हुँदै हामी 1 मिनट लगभग 1 मिनटको बाटो छ। यो बाटो हुँदै हामी चाहिँ अगाडि जाँदैछौँ र लगभग अब हामी लोकेसनतर्फ चाहिँ आइपुग्न पनि लाग्यौँ। हिँड्नु न टक्क यहाँनिर चाहिँ फेरि काम घरहरू नै छन्। हामी अगाडि आउँदैछौँ र लगभग हामी 46-47 सेकेन्डमा हामी चाहिँ लोकेसनमा आइपुग्यौँ। यो बाटो छ, यो 6 मिटर भन्दा चाहिँ 6 मिटरसम्मको बाटो छ। यो बजारीकरण हुने क्रममा छ। यसमा चाहिँ भोलि नाला बन्छ, पिच बन्छ। यो बजार नजिकैको ठाउँ हो। लोकेसन घर यही हो। हामी बजारबाट 40 सेकेन्ड 47 सेकेन्ड होइन 43-44 सेकेन्डमा चाहिँ हामी यहाँनिर लोकेसनमा आइपुग्यौँ र यहाँ घर बनेको छ एउटा। यो लोकेसन एक तला ढलान गरेको र एक तला माथि ढलान गर्न बाँकी, इँटाको वालसाल सबै लगाइसकेको घर छ। यो घर छ हाम्रो कति कोठाको भन्दाखेरि, कति कोठाको घर छ? हामी चाहिँ घरधनीसँगै पनि कुरा गर्छौँ। अहिले उहाँनिर नुहाइरहनु भएको छ, नुहाइरहनु भएको छ होइन। एकैछिन उहाँसँग पनि हामी कुरा गर्छौँ। 4वटा कोठा तल छ, 4वटा कोठा माथि छ होइन। टोयलेट बाथरुम टक्क अगाडि छ यहाँनिर। पार्किङ स्पेस राम्रो भएको होइन। यहाँ पानीको लागि चाहिँ खानेपानीको व्यवस्थाको लागि कल पनि छ। अब यो मोटर लगाएर चलाउन पनि सकिन्छ। 4 कोठाको तल ढलान भइसकेको चाहिँ बस्दै गरेको घर र 4 कोठा माथि फिनिसिङ हुन बाँकी 2 तलाको घर छ। पार्किङ स्पेस राम्रो भएको, टोयलेट बाथरुम सहितको। कति जग्गा कति छ? जग्गा 15 धुर छ। 15 धुर जग्गामा एक तला कम्प्लिट र अर्को तला 70% कम्प्लिट होइन, 50-60% कम्प्लिट भएको राम्रो पार्किङ स्पेस भएको। मौली बजारदेखि प्राइम लोकेसनमा 40-45 सेकेन्डमै चाहिँ घरमा आइपुग्न सक्ने बाइकमा हिँड्दै आउँदाखेरि चाहिँ अब 1-2 मिनटमै आइपुगिन्छ। राम्रो लोकेसनमा यो सेलमा छ, बिक्रीमा छ, नेगोसिएबल छ प्राइस रेट। इच्छुक कोही हुनुहुन्छ खरिद गर्न चाहनुहुन्छ भने मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ र स्वयं हामी जग्गा धनीसँग पनि सम्पर्क गरेर नेगोसिएबल प्राइसमा चाहिँ यो खरिद गर्न सक्नुहुनेछ। आफै आएर यहाँनिर रुम छ अब है। यो यस्तै छ, 4वटा रुम छ, 4वटा रुम। यहाँ एउटा रुम 3टा, यस्तो 4वटा रुम छ। प्यासेज भएको 4वटा रुम। यताबाट भर्याङ, यहाँनिर चाहिँ स्टोरको लागि चाहिँ यहाँनिर स्पेस पनि छ। यहाँ भर्याङ छ यताबाट। अनि यो पछाडि अझै किचनको लागि 2टा कोठा छुट्टै छ। यो टिनबाट चाहिँ टिन लगाइएको किचनको लागि 3टा कोठा छुट्टै यो भएको। यो घर सहित घर जग्गा भर्याङबाट हामी माथि गएर एकलट हेर्छौँ होइन। बजार यही हो अगाडि। यहाँनिर यो देखिएको यही बजारकै घरहरू हुन्। प्राइम लोकेसनमै छ यहाँनिर चाहिँ। माथि अब यो चाहिँ कम्प्लिट हुन बाँकी छ। विभिन्न कारणवश केही समयदेखि यो चाहिँ अड्केर बसिरहेछ। अब यो माथि ढलान गर्न बाँकी छ, फिनिसिङ गर्न बाँकी छ। 4वटा कोठा माथि पनि छ।
4वटा कोठा माथि पनि छ राम्रो पार्किङ स्पेस भएको लिचीको अम्बकको रुख छ फलफुलको लागि पनि हैन राम्रो पार्किङ स्पेस भएको इच्छुक कोही व्यक्ति हुनुहुन्छ भने खरिद गर्नको लागि एउटा 2 तलाको 1 तला कम्प्लिट अर्को तला लगभग चाहिँ आधी भन्दा बेसी कम्प्लिट भएको र पछाडी अर्को पनि यो टिन लगाएको चाहिँ 3टा कोठा भएको किचन रुम सुम सहित यतापट्टि अर्को पनि छ अनि यहाँ टोयलेट बाथरुम यता पनि छ अगाडि पनि छ टोयलेट बाथरुम 15 धुर जग्गामा रहेको यो घर बिक्रीमा छ किन्न इच्छुक खरिद गर्न इच्छुक कोही हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला।